के कांग्रेस, के माओवादी, के जनजाति, के मधेसवादी पार्टी, ती सबैमा आबद्ध कार्यकर्ता साथी हो। सामान्य राजनीतिक स्वार्थ बीचको टकराव होइन यो त तपाईँ हामी रहने कि नरहने भन्ने सवाल हो। यो त देशलाई शान्ति र समृद्धि लैजाने कि अर्को कश्मीर बनाउने भन्ने कुरा हो। यो त हरेक जनताको जीवनमा प्रत्यक्ष घात हुने कुरा हो। आफैले हस्ताक्षर गरेर संविधान सभाले जारी गरेको संविधान कार्यान्वयन गर्नुपर्नेमा कार्यान्वयन नै हुन नदिएर खुना हान्न कुन नैतिकताले दिन्छ प्रचण्ड र देउवाको गुटलाई? यो संविधानमा प्रचण्डले हस्ताक्षर गरेको हो कि होइन, निधिले हस्ताक्षर गरेको हो कि होइन, सिङ्गो संविधान सभाले हस्ताक्षर गरेको हो कि होइन? त्यस्ताले एमाले काङ्ग्रेसको पुरानो प्रस्ताव जसलाई प्रचण्ड र मधेसी मोर्चाले तोइदिएका थिए, त्यही आफैले तोइदिएको प्रस्ताव छन्। तिनलाई उधिल्दै जाने हो भने केपी ओलीले आफै हस्ताक्षर गरेको प्रस्ताव भनेर जुन झ्याली पिटिएको छ त्यो प्रस्ताव त्यति बेला तोड्ने को हो? त्यसमा विरुद्ध संविधान सभामा 2072 माघ 5 गतेमा रणचण्डी आतंक मचाएर संविधान बन्न नदिने को हो? प्रचण्ड मधेसी मोर्चाले त्यो प्रस्ताव मानिदिएको भए संविधान त्यति बेलै बन्थ्यो। त्यसो भएको भए मधेसी आन्दोलनका नाममा 5 दर्जन नागरिकको ज्यान जान्थ्यो। भारतले 6 महिनाको नाकाबन्दी गर्न सक्थ्यो। मुलुकलाई 20 खर्ब क्षति हुन्थ्यो। त्यही प्रस्ताव चाहिने भए मारिएका नागरिकको ज्यान फिर्ता गर, नाकाबन्दीको पीडा र 20 खरब क्षति पूर्ति गर। त्यसो गर्न सक्छौ। पहिले आफैले तोइएको प्रस्ताव अहिले आफैले कुन नैतिकताले प्रस्तुत गरे प्रचण्डले र कुन मुखले खोज्दैछन् केपी ओलीको नैतिकता? पहिले आफैले ल्याएको प्रस्ताव भए पनि अब संविधान सभाले संविधान बनाइसकेको अवस्थामा त्यता फर्किनुहुन्न। जे संविधान बन्यो त्यसलाई सम्मान गरेर त्यसको कार्यान्वयन जान्नुपर्छ भन्ने केपी ओली जिम्मेवार कि आफैले हस्ताक्षर गरेर जारी भएको संविधानमा आक्रमण गर्दै पुरानो कुरा उठाउँदै आफैले तोइदिएको प्रस्ताव देखाएर रणाको मचाउने प्रचण्ड र देउवा जिम्मेवार? संविधानको रक्षा गर्नु सरकारको पहिलो जिम्मेवारी हो। त्यसको ठिक उल्टो हुने गरी संविधानमा खुडा चलाउने सरकार कसरी जिम्मेवार? कठै। अनि संविधानको रक्षाका लागि उभिएको प्रतिपक्ष कसरी गैर जिम्मेवार? पहिले नेपालभित्रकै पहिले त्यो पनि संविधान सभाभित्रका 2/3 मत भएका पार्टीले तयार गर्दा त्यही प्रस्ताव प्रतिगामी हुने, त्यसका संविधान सभाभित्र तोडफोड मचाउने पर्ने। अहिले संविधान बनिसकेर कार्यान्वयन गर्ने बेलामा भारतको निर्देशन आएपछि त्यही प्रस्ताव चाहिने हो। यही हो राष्ट्रघात भनेको हो। त्यति बेला त्यो प्रस्ताव राष्ट्रघाती हुन्थेन किनकि त्यसमा भारतको स्टेक थिएन। अहिले त्यही प्रस्ताव राष्ट्रघाती हो किनकि त्यसैले त्यो संविधान भारतको स्टेक स्थापित गर्छ। त्यति बेला त्यही प्रस्ताव तोड्नु र अहिले त्यही प्रस्तावको निम्ति बबन्डर मचाउनु भनेको जसरी पनि हाम्रो संविधानमा भारतको स्टेक स्थापित गर्ने हरकत हो। त्यसैले भएको हो यो प्रस्ताव राष्ट्रघाती मेरो बुझाइमा। एमाले काङ्ग्रेस पहिले पेश गरेको प्रस्ताव 2टा प्रदेशलाई तराईको मात्र बनाउन गरी प्रस्ताव गरेको हो र यो संविधानमा पनि एमाले र 2 नम्बर प्रदेशलाई तराईको मात्र बनाउन स्वीकार गरेको हो। एमाले तराईका जनताको राष्ट्रवादलाई विश्वास नगरेको भन्ने आरोप झुटो हो भन्ने प्रमाण होइन यो। तत्कालीन अवस्थामा माओवादी मोर्चाले एमाले काङ्ग्रेसको त्यो प्रस्तावलाई विरुद्ध जुन हरकत देखाए, संविधानको विरुद्ध मधेसी मोर्चाले जुन आतंक मचायो, भारतले जुन हरकत गर्यो र अहिले संविधान बनिसकेपछि काङ्ग्रेस भारतीय निर्देशनमा जसरी लतारियो त्यसबाट छल्लङ्गे भयो कि तराईलाई पहाडबाट छुट्याउनु पछाडि भारतीय षड्यन्त्र हो र छ। त्यसैले संविधानमा 2 प्रदेशको सवालमा जे भयो गल्ती भयो। अब बाँकी प्रदेशमा त्यस्तो गर्नुहुन्न भन्ने निष्कर्ष निस्केको हो। तराईका नेपाली मधेसीको देशभक्ति उच्च छ। त्यसैले अङ्गीकृत हुलेर ती नेपाली मधेसी अधिकार खोज्दै त्यहाँको प्रदेश सरकार चलाउने र त्यसको बलमा नेपालको केन्द्रीय सत्तामाथि आक्रमण गर्ने भारतीय योजना बनेको छ जुन अहिले छल्लङ्गै देखियो। यस्तो अवस्थामा 5 नम्बर प्रदेशको विभाजन स्वीकार्नुहुन्छ? राजनीतिक परिवर्तन भइसकेको छ। केस्रा पल्टाएर पढौँ। संविधानले कसैमाथि विभेद गरेको छैन। गरेको छ भने काम गर्दै जाने क्रममा मिलेर सच्याउला। अब हामीलाई चाहिएको समृद्धि हो, शान्ति हो र आफै काम गर्न पाउने वातावरण हो। बालबच्चा पढाउने स्कुल हो र बिरामी हुँदा चाहिने उपचार हो।
ती सबै कुरा विकासले मात्र सम्भव छ। त्यसैले यी आफ्नै देश जलाएर देशको आगो ताप्नेहरू र खरानी बेचेर धनी बन्ने ध्याउनमा लागेका आफ्ना नेतालाई नियन्त्रण गरौँ। अग्रगमनमा फेक कुराको नशामा झुम्मिएर आफ्नै देश डराउने मूर्खता नगरौँ। पहिचान कर्मले आर्जन गर्ने कुरा हो, राजनीति गर्ने कुरा होइन। जबसम्म दुनियाँभर भिख माग्दै खानुपर्ने छ तबसम्म हाम्रा कुनै पहिचानको कुनै अर्थ हुने छैन। हाम्रो एकमुष्ट पहिचान गरिब अशिक्षित भिखारी नागरिकको रूपमा हुनेछ र बदलौँ यो नियति। जय राष्ट्रवाद अनि जय स्वाभिमान।